Hola, pa, güey. Por Dios. Hola, hola, fucking deja tadi. Aduh, masa tadi, ha? 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 के भने हामी तिमीहरुलाई बाइक साइड चाबी दिइसक्यो नि पुलिस बोलाउन त सो हे गाइज सबैलाई स्वागत छ मेरो आजको अर्को नयाँ भ्लगमा हैन आजको भ्लग चाहिँ एकदम दामी हुन्छ किनकि आज देख्न सक्नुहुन्छ आज यो मैले माउन्टहरु के रे यो मोबाइल होल्डरहरु सबै लिएर हेर्दा सेटअप गरिसक्यो हैन आजको भ्लग यसमै हुन्छ दामी हुन्छ हैन आज चाहिँ यहाँ साथी र म यसो उता माथिसम्म जान लाग्यो हामी यसो माथि एकदम आज माथि हेर्नु के हुन्छ भ्लग लास्टसम्म हेर्नु हैन माथिको सानो काम पनि छ माथिको हामी भ्यूहरु पनि देखाउँछ अहिले हामी जाँदैछौँ कुसारेलीकै माथि त हैन त्यहाँको भ्यूहरु त्यहाँको सब यताउता हामी सब देखाउनेछौँ त्यहाँ आज सरप्राइज हुन्छ यो भ्लगमा हैन हेर्दै जानु होला हैन हामी अहिले यहाँ छौँ बाटोमा बसिरहेछौँ भ्लग पनि बाटोबाटै सुरु गरेर आयो हामीले हैन हेरिराख्नु होला हैन उले पनि भ्लग गर्छु भनेर छ उले पनि भ्लग गर्दै जानु लाग्यो दुईजनाकै हेर्दा सेटअप भइसक्यो हैन अब भ्लग सुरु गरेर अब मोबाइल ल्याएर राखौँ त्यसपछि हामी यहाँ निक्लिन्छ ल भिडियो गर्नु होला हैन अब यहीँबाट म सिधै यहीँबाट आउँछ है त अब ल हेर्दै गर्नु होला ल सो गाइज ल अब फाइनली सेटअप भइसक्यो उसले पनि फर्स्ट टाइम भ्लग गर्दैछ उसको पनि मनिष थापा छ युट्युबमा नाम सब्स्क्राइब गरिदिनु होला उसको पनि हैन उसले नि मैले भन्दा फर्स्ट टाइम उसले पनि भ्लग सुरु गर्दैछ आजदेखि हैन अनि ट्याक्क लाएर अब हामी दुईजना जाँदैछौँ एउटा कन्टेन्ट नि बन्छ भनेर हैन माथितिर जान लाग्यो हामी चाहिँ हैन मलाई हैन क्यामेरा क्वालिटी दामी आइरहेको थाहा छ मलाई हैन तर साउन्ड चाहिँ मैले यसमा के रे माइक फिट गरेको छैन क्या अनि त्यही भएर कस्तो कस्तो आउँछ जस्तो लागिरहेको छ मेरो फर्स्ट टाइम हो यसरी भ्लग गरेर आएको उसको नि फर्स्ट टाइम हो हैन के कस्तो आउँछ भन्नु हैन सकेसम्म राम्रो देखाउन खोज्छौँ हैन ल अब हामी माथितिर लाग्दैछौँ हैन जाउँ ल है बिस्तारै बिस्तारै ल है आजको राइड सुरु भइसक्यो हाम्रो सिधै यहाँ खरीबोटबाट हैन बिस्तारै जानुपर्छ सिधै हाम्रो चाहिँ भ्लगैबाट सुरु गर्दा क्या भ्लग बनाउने कि नबनाउने जस्तो भइरहेको थियो हैन सिधै हामीले चाहिँ यतिबाट सुरु गरिदिएको भ्लग हैन र अब हामी जाँदैछौँ मासतिर हैन लाएर हाम्रो पनौती नगरपालिका हैन एकदम राम्रो छ हाम्रो पनौती राम्रो पाउँदी भने जस्तो हैन त ऊ आउँदैछ साथी पनि बिस्तारै हैन पुरै अब अझै पनि गाउँ जस्तो टाइप पनि छ क्या यहाँ हेर्नु न माटो घरहरूदेखि लिएर हैन यो टर्निङ चाहिँ फेरि टर्निङ छ खै साथी कहाँ आइपुग्यो गइरहेको छ हामी होइन ल यस्तो छ हेर्नु पारा छप्रीहरू यहाँतिर फेरि यस्तो राइडर धेरै हुन्छ क्या फेरि छप्रीहरू हुन्छ नि पुरै यस्तो वातावरण छ क्या अब के भन्नु हेर्नु सक्नुहुन्छ होइन अब हामी जान लाग्यो यहाँ उसको टायरमा के भयो भनेर बसेको थियो हामी चाहिँ होइन भयो होइन ठिक छ भाइ जाउँ ल बस्छ सहिरहेको पखालिबाट होइन ओफो धुलो पो उडाएर यहाँ त बाहिर त बिस्तारै हिँड्नुपर्छ यार यहाँ खै बिस्तारै बिस्तारै भाइ धुलो उठ्छ यही अब फेरि यहाँ आएपछि होइन बाटो फेरि त बाटो राम्रो छ क्या फेरि यहाँतिर चाहिँ ओहो यो गाडीलाई धाउँधौ परिरहेको छ माथि उक्लिनुलाई लोड भएको गाडी छ हेरी गइरहेछ जाउँ दाइ के भन्छ यो मुला खोइ मनिष यो हेर्न यो पागल को यो कहिले चिनाएर बाउला कि मुला हेर्न यो ऊ होला क्या भाइ त्यो अस्ति नै हामी कबड्डी खेल्दा छ नि त्यो झगडा गर्न आउँदैन थाहा छ यो त्यो हामीलाई चिने जस्तो के बुझिहाल्यो मुला हेर्न के पागल पारा देखाइरह होला मुला हेर्न हेर्न हामीलाई कुरेर होला हेर्न ल मान्छे होला यार उयोले चेताउनु लाग्यो ल चेतायो के हो चिनिया छैन है केटाहरू यत्तिकै हुन्छ नि अब त्यस्तै हो क्या अब आफ्नो बाटो हामी मजाले हामी आफ्नै बाटो हिँडिरहेको छ होइन यो उयो के उयो हामीभन्दा अगाडि गाडी हिँड्रहेको छ क्या न हेलमेट आइरहेको छ न केही लागिरहेको छ होइन त्यतिबाट दुईजना क्या बाइकमा यत्तिकै पागल जग्गा हिँडिरहेको छ क्या को हो के हो है ठिक छ अब केही ल केही भन्न मिल्दैन हामीले भन्नु त साथी आऊ हाम्रो चाहिँ उसलाई कुरिरहेको थियो अहिले होइन उसको घर चाहिँ यहाँ माथि हो क्या अनि ऊ पनि हामीसँग जान लाग्यो आज होइन हामी दुईजना मात्रै भयो क्या अनि त्यसपछि एक्लै भयो भनेर उसलाई पनि बोलाएको होइन अब हामी जाँदैछौँ ल जाउँ ल मनिष जाउँ त्यो भाइ अहिलेको त्यो बाइकवाला क्या सन्किरहेको क्या हामी त्यतिकै भने त्यो बाइकवाला क्या अहिलेको क्या जाउँ होइन छोड्यो त्यसलाई अब ल्यान्ड गरेर भने भनै मनिसको त
यतिकै ल्याङल्याङ गर्न आइराखेको थियो एउटा बाइक हामीसँग होइन हामी चाहिँ अब जानला उसलाई लिएर टक्क होइन खाना खायो तिमीले है खाना खाइसक्यो खाएर आएको यार भर्खर हामी पनि खाएर आएर होइन घर बस्ने अल्छी लाग्यो अनि कलेज गएको थियो हो ए ठिक छ ल साथी ल ओ यहाँ त के हो बाटो यस्तो पख त यो गाडीले अलि ल्याङल्याङ गर्न जस्तो छ बिस्तारै जाउँ होइन ओए उयो हेर उयो बाइक लियो कि अहिले फेरि हाम्रो त्यसले कुरिराखेर है मनिष त्यसले फेरि कुरिराख्यो हामीलाई सो यो बाइकहरू फेरि सम्किन हामीसँग पसिरहेको तिनीहरू दुईजना को हो होइन अघिदेखि सँगै मनिष यहाँ आइस् त तिनीहरू त के हो उयो खान त हाम्रो कुरिरहेको छ त आइस् त छिटो आइस् त के यिनीहरू त लौ मुला हामीलाई कुरिरहेको तिनीहरू त अघिदेखि छिटो आइस् त भाइ आस्ल्याङ गरेर आएकै अहिले पखाइ मनिषले भन्छ है म पड्काइन्छु अहिले खुचिहाल्ला म अहिले हेर न मुला ओइ मनिष हेर न है के यिनीहरू त हेर के गरेर भने आफ्नो माटो लगाइरहेको मान्छेले के न्यु खोज्नु के गर्नु भनेर हिँड्रा होइन मान्छेहरू के तालले हिँड्रा हुन्छ भ्लग गर्न हिँड्रा हुन्छ फुक्कडा के झगडा गर्नु भयो क्या यस्तो मान्छे नि हुनु चाहिँ यार चिन्नु नजान्नु है के भन्नु र खै के भयो ओए के भयो त्यहाँ ओए लौ झगडा पऱ्यो क्या ओए के भने ओए के भयो ओए के भयो त्यहाँ ओए लौ झगडा भयो साँच्ची लौ के भयो त्यहाँ उसलाई फोन लाउनु मनिषलाई फोन लाउ त के भयो त्यहाँ बाइक रो कि क्या हो साथी त्यो बाइक रो पखाइ के भयो भने ओए तर मलाई भाइले किन सङ्किरहेको थियो अब चाहिँ बोली त साथी गरेर बोली त तिमीहरू मलाई त्यस्तो किन देखाएर हिँड्दा तिमीहरू चाहिँ अनि यहाँ सुन न यहाँ सुन पक्ष हामी म सुन न म आफ्नो बाटो हिँडिरहेको छु होइन यिनीहरू त अनि भ्लग हाम्रो भ्लग अनि यहाँ सुन न म भन्छु म यहाँ हिँड्दाबाट तिमीले म त्यहाँनिर किन त्यो पुरै अब देखाएर हिँड्दा नि एउटा किन हाल्दा त मैले तिमीलाई के भने खानु तिमीलाई अनि कस्तो कुरा गरेर यिनीहरू अनि कस्तो लोकल भन्नुहुन्छ भाइ यहाँ सुन न हाम्रो तिमीलाई केही पनि भएको छैन होइन हामीले यहाँ भ्लग सब रेकर्ड छ हामी स्टार्टिङदेखि हामी यो सँगै आएको र हामीले केही भने पनि छैन केही गरे पनि छैन तिमीहरू आफै हिँडिरहेको छैन अहिलेदेखि के भने हामी तिमीहरूलाई त्यही भने मुला लाइसेन्स छ हेलमेट सेलमेट लगाएको छैन भिडियोमा सब देखिरहेको छ के तालले हिँड्दा तिमीहरू त्यतिकै अनि कस्तो फोन गरेर भने कस्तो लुक गरेर ल कसलाई बोलाउँछ हेरौँ त पुलिसलाई बोलाउँ त हामी पनि गल्ती कस्तो गल्ती हेरौँ त हामी पनि हेरौँ त बाटो हिँडेर अझ आफ्नो गल्ती हुँदा पनि यहाँ त्यस्तो के पुरै अब के भन्ने अब दाइरी हजुर हेर्न तारा हेर्न कसलाई बोलाउँछ हेरौँ न बोला कसलाई बोलाउँछ हेरौँ त्यसले कसलाई चाहिँ बोलाउनु लगाएर चाहिँ होइन न ठुल्ठुलो कुरा गर्छ म त के को आइपुग्यो भने को माथि आउँछ तिमीहरू जाऊ नि त हामी किन आउने तिमीहरू जाऊ नि त यस्तो ततर्फ भन्ने कुरा आएन भाइ चाबी दे कसलाई म चाबी दे ला चाबी छोड चाबी दे छोड यहाँ न चाबी दे ल लिएर जा हिँड कसो चल्न आइज कहाँ जान्छ आइज भ्लग अन गर क्यामेरा अन गरेर राख यहाँ कल देऊ ओए भाइ आइज ल हिँड मास्टर हिँड फर्स्ट टाइम देखाइरहेको छ यसले त यार यो पखाली बस्ने हो कि फटा खुब लोकल भन्नु थियो भाइहरू त यहाँको यतिकै हिरो भनेर ओए भाइ ओए रोका हेर है मासला कसले फर्किन्छ तपाईँ कसो भन्यो ओए ब्लेयर स्क्रिप्ट जस्तो भइगयो सबै यस्तो दुःख गरेर बनाएको यार त हाँस उठ्छ ल यस्तो यो चाहिँ होइन सानो प्र्याङ्क भनौँ न अझै भयो नि क्या एक्टिङ यो हाँस्यो नि त भ्लगमा हाँसी देखिन्छ क्या गाह्रो भयो यार
अनि जुन बेला हामीले भ्लग सुरु गरेको थियो नि त्योभन्दा अगाडिदेखि नै हामीले यस्तो यस्तो गर्ने भनेर प्लानिङ गरेको थियो होइन तर केटाहरूले राम्रोसँग एक्टिङ गरेन क्या सो यो गाइज होइन हाम्रो यस्तो रमाइलो भनौँ न सानो रमाइलो भनौँ न यो होइन प्र्याङ्क भिडियो टाइपको यतिको रमाइलो गरेर बनाएको होइन सो अहिले चाहिँ हामी कहाँ आयो भन्दाखेरि टिस्टादेवी आइपुग्यो मतलब माथि डाँडामै आइसक्यो अब हल्कै माथि जानु लाग्यो यही बाटोबाट यही बाटोहरू जान्छ हामी यहाँबाट हल्कै माथितिर होइन अनि यहाँ ब्लग हेरेर आएको कस्तो आएछ भनेर हेरेर आएको खासै राम्रो एक्टिङ भएन क्या केटाहरू झन् सम्झाएको है राम्रो एक्टिङ गर अलिकति रियल लाइफको जस्तो देखाउनु पर्छ भनेर है त्यस्तो भएन क्या सोचे जस्तो अब माथितिर जाने हामी चाहिँ टक्क लाएर पहिला होइन यिनीहरू दुईजना गइसक्यो हो ए माथि जानु लाग्यो अब माथि गएर सिधै भेट्छ है त हाम्रो कहाँसम्म जाने खोइ कहाँ खोइ हम त पैसा उठाउँ ल ल मसँग त 500 रुपियाँ मात्रै छ है मसँग 500 मात्रै छ है मैले 5000 थियो 2000 को तेल हालेर आएको यस्तो हुन्छ केटाहरूको चाहिँ है 50 रुपियाँ उठाएर भयो कति उठाइयो ब्लग अहिलेसम्मको हाइएस्ट अमाउन्ट है यताबाट कति 40 आएको यताबाट 50,000 आयो मबाट 40,000 आयो यताबाट 1 लाख आयो 90 म हाल्नु ल नि त जाउँ भित्र राखौँ नि त बाइकहरू ल आइसक्यो डेस्टिनेसन जाउँ भित्र बाइकहरू सब त्यहाँ राखेको छ होइन यहीँ ठिक छ यार बरु बस्नु पर्ने भयो यार माथि चियरै फोहोर रहेछ गऱ्यो भने नि चियर फोहोर छ कि सो गाइज हामी चाहिँ अब यहाँबाट निक्लिनु लाग्यो एकछिन बस्यो खाजा चाहिँ खायो है अब यहाँबाट निक्लिनु पर्ने हुन्छ के डिकीमा हाल्ने भने हाल्न यहाँ डिकीमा हाल्न चाबी मेरो बोजीमा हाली त यहाँतिर फेरि यस्तो यस्तो भाले गाडी कुद्छ है फेरि यहाँ गुड्छ फेरि यहाँ भने मुनि मुनि यो बसु यहाँबाट हुँदै हुँदै तलतिर काठमाडौँतिर पुग्छ यो ल होइन त अनि यतिबाट तलतिर वहाँ पुग्छ नि त अनि यता यो वहाँ ल कसम भने म गएको छु कि एकखेर ल यहाँबाट काठमाडौँ पुग्नु म तिमीलाई पुऱ्याइदिउँ यो बस्ती जाएन होला होइन तर यो ओए ठोके त्यहाँ राम्रो भिडियो बनाइ ल ल ल लगाइज अब हामी यहाँ निक्लिनु लाग्यो होइन अब केटाहरूको भिडियो सिडियो बनाउनु पऱ्यो अरे यहाँबाट होइन टक्क बाइक साइक उडाएको भिडियोहरू बनाइदिनु पऱ्यो अरे मैले यस्तो गर्ने हो सबैको पालि बनाउनु नि जाउँला नि त नि होइन उयो तलको बाटोमा बनाउनु कि यस्तो टर्निङमा रिक्स हुन्छ क्या टर्निङमा भिडियो बनाउनु हुन्न नि रिक्स हुन्छ नि यस्तो टर्निङमा चाहिँ भिडियो कहिले नबनाउनु होला होइन रिक्स हुन्छ यस्तोतिर है गाडीहरू आउन सक्छ ए म कहाँ हिँड्दै जानला भने है त्यतिका को कस्तो बनाउनु भिडियो मैले ल ल ल ल प्रसिल यहाँ अगाडि आऊ त अब उ त्यहाँ तल गएर भिडियो बनाउनु पर्ने हुन्छ होइन उ त्यो सिधा बाटो देखिरहेको होला तपाईँहरूले होइन उ यहाँ क्या हो यहाँनिर गएर अब हाम्रो भिडियो सुट हुन्छ मतलब एकछिन भिडियोहरू बनाउने होइन ढक्क सर चलाएको बनाउनु पऱ्यो बाइकको ल अब उतै गएर भेट्छ है त सिधै सो गाइज म चाहिँ यसरी बसिरहेको छु बाइकमा होइन भिडियो बनाउनु पऱ्यो भनेर यस्तो आनन्द छ कि यहाँ है चिसो मौसम आनन्दको हावा है दायाँ बायाँ टक्क रुखहरू होइन ल यस्तो छ है डाँडा डाँडा टक्क पुरानो पुरानो घरहरू माटो घरहरू होइन एकदम पिस छ एरिया है सो गाइज ल आजको लागि भ्लग यति नै हो होइन भ्लग के कस्तो लाग्छ भनिदिनु होला है अब आज त्यही हो अब पछाडिबाट नि खिच्यो ल ल ल आज चाहिँ ट्याक्क अब फोटोसुटहरू गर्नु पऱ्यो केटाहरूको अब ट्याक्क भिडियो सिडियो खिच्ने फोटोहरू खिच्ने होइन अनि घरतिर लाग्ने अब भ्लग सायद धेरै लामो भइसक्यो होला होइन यहाँ यस्तो छ है माहौल हामी यहाँ छौँ अब यति खिच्ने फोटोहरू भिडियोहरू खिच्ने अनि त्यसपछि हामी घर जान्छौँ र आजको लागि यति नै यहाँसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भिडियो के कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला ल धेरै धेरै धन्यवाद सी यू इन नेक्स्ट भ्लग है त ल